मैले तेल त थोरै हालेको थिएन, तेलभन्दा धेरै चाहिँ बोसो आएको छ होइन साथीहरू। आज चाहिँ म पुट्टोको चिकन डायमन्ड बनाउन सिकाउँदैछु हजुरहरूलाई। अनि यसरी खान्छु पनि मजाले नि त ल साथीहरू। मजाले धोएको छु है सफासँगले, मैले धोएर चट्ट पारेको छु है। अब चाहिँ म बनाउन सिकाउँछु है साथीहरू। यो चाहिँ आज चाहिँ मैले रेडीमेड लिएर आएको चिकन र अदुवाको पेस्ट। अनि रातो खुर्सानी अलिकति पिरे खानुपर्छ है, रातो खुर्सानी अलिक पिरे खानुपर्छ। नुन हाले। अब हाल्छु यो चाहिँ तोरीको तेल हो, एकदम मिठो बास्ना आउँछ है तोरीको तेल हाल्यो भने। अनि यो रह्यो कागती। ल अब चाहिँ मजाले म्यास गरेर चाहिँ अब यसले 1 घन्टा जस्तो राख्छु है। 1 घन्टा म्यारिनेट गरेर राख्नुपर्छ। अनि चाहिँ मजाले फ्राई गरेर राख्नुपर्छ। अब अलिकति चाइनिज सस हालिदिन्छु। ल चाहिँ चाइनिज सस हो है, अलिकति यसले चाहिँ सेन्ट राम्रो दिन्छ। अनि मासु अलिक छिट्टो मेरिनेट हुन्छ क्या यसरी चाहिँ। दही पनि हालिदिन्छु साथीहरू। आजको खाना चाहिँ यस्तो बब्बाल हुने भएको छ कि बाफ्रे। ल अब भरे भेटौँ है खाने ठाउँमा। अब चाहिँ तेल हाल्छु है। तेल चाहिँ धेरै हाल्नु पर्दैन किनकि यसबाट अहिले यति बेसी तेल आउँछ कि आम्मामा है, काफालो हुन्छ। यतिको ठिक्क हुन्छ है। अब चाहिँ सुरु गरेँ। अब यो चाहिँ मैले 5-7 मिनटमा पल्टाउँदैछु साथीहरू। यसरी तारसँगले पल्टाउनुपर्छ। आगो चाहिँ ठिक्क गर्नुपर्छ। धेरै ठुलो आगो गऱ्यो भने डढ्छ जम्मै। ए हेर्नु त यहाँबाट कति धेरै बोसो आएको। मैले तेल त थोरै हालेको थिएन, तेलभन्दा धेरै चाहिँ बोसो आएको छ होइन साथीहरू। त्यही भएर छिटो पकाउँदाखेरि तेल ठिकैको यो मासु मात्रै रोप्ने गरी हाल्नुपर्छ। ल हेर्नु होला कस्तो दामी भएको छ, दामी कलर आएको छ है। आगो चाहिँ यतिकै मात्रै पार्ने हो। हेलो साथीहरू, म फेरि भिडियो लिएर आएको छु। आज चाहिँ मेरो भिडियोमा के छ भने यो चाहिँ चिकन डायमन्ड हो, एकदम तातो तातो छ। पाक्नु बित्तिकै लिएर आएको छु। अनि यो चाहिँ फ्राई मोमो लिएर आएको छु 1 प्लेट। आज चाहिँ म यो सबै चिकन यो खाने च्यालेन्ज गर्छु। ल गाइजहरू, यस्तो मिठो लाग्दैन मलाई चिकन पुट्टो के भन्नु र है। अब यो ल्याटिसित चप्पा पाता खान्छु ल, तपाईँले सबैले हेर्नु होला। अनि म त्यस्तै बनाएर खानु होला। यो चिकन डायमन्ड कोकोलाई मन पर्दैन नि। अब मेरो भिडियो हेरेर चाहिँ कोकोले खाँदैन रहेछ, हेरौँ न। ल अब चाहिँ म एकदम रेडी भएको छु, एकदम भोक लागेको छ। यो देख्नु बित्तिकै मलाई चाहिँ एकदम खान मन लागिहाल्छ। अनि यसलाई चाहिँ यहाँ अचार चप्पा चुप्रा क्वाप्पै पार्नुपर्छ। अम्मै है। ल अब रेडी सुरु गरेँ मैले। ल अब चाहिँ म सुरु गर्छु है साथीहरू। अब चाहिँ खाएँ। पहिला मोमोदेखि सुरु गर्छु गाइज। मोमो कति मिठो नि। यो पुट्टो चाहिँ कोही मन पर्दैन भन्नु है मलाई। यो म चाहिँ यसरी खाइदिन्छु।
हात खाइदिने मजाले असाध्यै मिठो एकदम मिठो भएको र मान्छेहरूलाई चाहिँ पकाउनु नजानेर मिठो नलागेको हो कि बा यो फुटो भन्नु त घिन लागेको हो कि है पकाउनु जाने भने त दामी हुन्छ नि यस्तो बस्छ हुन्छ बस्छ हुन्छ पनि यसरी खाइदिनु पर्छ कस्तो हुँदो रहेछ असाध्यै मिठो ल न्युस्टालाई खाइदिउँ न गाइज यस्तो भएको चाहिँ यस्तो यसमा त हल्का कागती पनि छरेछु मैले कागती असाध्यै मिठो के भन्नु र कुरै नगरौँ मेरो चाहिँ यसमा चाहिँ एक बारी
खानुपर्छ अनि हो आज पनि पानी आउँछ सो बेस्रा भएर छ बब्बाल लाग्छ खुट्टा पसर खानुपर्छ खुट्टा मजासँग ट्याङ्गा पनि भरो गाइज ल साथीहरु मेरो भिडियो कस्तो लाग्यो पुट्टो पनि खाइयो फ्राई मोमो पनि खाइयो यो भिडियोलाई मन पर्यो भने यस्तो लाइक गरिदिनु होला अनि सब्स्क्राइब पनि गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला ल नमरेको चाहिँ बेस्ट हो नि त पुट्टो चिकन डायमन्ड त म त हात्तेकै पनि खाइदिन्छु ल तो मिठो भएन के भन्नु र है ल बाइ बाइ ह्याभ अ गुड डे